विश्व स्वास्थ्य सङ्गठन WHOले खाने नुनमा आयोडिनको मात्रा तोकिदिएको छ। WHOका अनुसार नुनमा आयोडिनको मात्रा 15 देखि 40 ppm हुनुपर्छ। तर कतिपय अध्ययनहरूले नेपालीहरूले खाने नुनमा 40 ppm भन्दा धेरै आयोडिन रहेको देखाएका छन्। साथै नेपालीहरूको भान्सामा नुनकै प्रयोग पनि उचित मात्राभन्दा बढी हुँदा स्वास्थ्य समस्या निम्तिएको विज्ञहरूले बताउँदै आएका छन्। उच्च मात्रामा आयोडिन सेवन गर्दा मानिसहरूमा थाइरोइड ग्रन्थि सम्बन्धी अनेक समस्या बढ्न थालेको विज्ञहरूको भनाइ छ। नेपालीहरूले नुनको मात्रा बढी खपत गरेको पाइएपछि नुन र त्यसमा प्रयोग हुँदै आएको आयोडिनको मात्राको समस्या समाधान गर्ने गरी सरकार अघि बढेको छ। नुनमा आयोडिनको मात्रालाई उचित स्तरमा राख्ने गरी सरकारले ऐन कार्यान्वयन गर्ने भएको हो। सो ऐन यही साउन 1 गतेदेखि कडाइपूर्वक लागू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। आयोडिन मानव शरीरलाई थोरै मात्रामा अत्यावश्यक पर्ने तत्त्व हो, जसले थाइरोइड ग्रन्थीको स्वाभाविक कार्यमा सहयोग गर्छ। शरीरमा आयोडिन कम वा बढी भएमा हाइपोथाइरोइडिज्म, हाइपरथाइरोइडिज्म जस्ता समस्या आइपर्ने विज्ञहरूले बताउँछन्।